यो मेरो एउटै भिडियोमा आएको टिकटकबाट आएको इन्कम हो। तपाईँहरू हेर्न सक्नुहुनेछ मेरो एउटै भिडियोबाट चाहिँ $4.92 चाहिँ मेरो इन्कम भएको छ। जुन भिडियोमा चाहिँ मेरो भ्युज भनेको जम्मा 50K 50,000 भ्युज गएको छ भनेदेखि यही 50,000 भ्युजबाट चाहिँ मेरो 4.92 भन्दा मेरो $5 चाहिँ इन्कम भएको छ। अहिले तपाईँको आजको तुलना गर्ने हो भने $1 बराबर हाम्रो चाहिँ नेपालीमा कन्भर्ट गर्ने भने चाहिँ 136 रुपियाँ चाहिँ होइन हुने गर्दछ। 136.50 देखाएको छ हाम्रो नेपालीमा आजको रेट भनेदेखि तपाईँको यो 4.92लाई नेपालीमा कन्भर्ट गर्ने हो भने तपाईँको लगभग 672 रुपियाँ चाहिँ हुने गर्दछ भनेदेखि होइन। यसरी त तपाईँहरू हेर्नु होला 672 भनेको त अहिले पनि नेपालमा ज्याला मजदुरी गरेर काम गर्ने व्यक्तिहरूको चाहिँ एक दिनको पैसा हो। उहाँहरूले चाहिँ बिहानदेखि साँझसम्म काम गऱ्यो भने तपाईँहरू 600 पैसा चाहिँ कमाउन सक्नुहुन्छ भनेदेखि मैले 1 मिनट हालेर 1 मिनट बोलेर हालेको भिडियोमा चाहिँ मेरो यसरी 600 पैसा इन्कम भएको छ भनेदेखि तपाईँहरू कल्पना गर्नुहोस् होइन। मेरो 50K भ्युज जाँदाखेरि तपाईँको यसरी 700 रुपियाँ इन्कम भएको छ भनेदेखि यदि मेरो 1 लाख भ्युज गएको थियो भने 7×14 होइन 1400 मेरो इन्कम हुन्थ्यो एउटै भिडियोबाट होइन। 1 लाख जाँदाखेरि चाहिँ 1400 पैसा इन्कम हुन्थ्यो भनेदेखि तपाईँ आफै कल्पना गर्नुहोस् कि सोच्नुहोस् होइन। जो व्यक्तिहरूको चाहिँ मिलियन भ्युज गएको हुन्छ होइन टिकटकको भिडियोमा उहाँहरूको चाहिँ टिकटकबाट कति इन्कम भएको छ होला त तपाईँ आफै हिसाब गर्नुहोस् है त होइन। मेरै तुलना गर्ने हो भने यो भिडियोमा यदि होइन मिलियन भ्युज गएको थियो भने चाहिँ कति इन्कम हुन्थ्यो होला त होइन। एउटै भिडियोबाट तपाईँको चाहिँ 1000 रुपियाँ इन्कम हुन्छ भनेदेखि होइन म यो 100वटा भिडियो हालेँ भनेदेखि त त्यसैबाट तपाईँको त होइन 100 एउटा 1000 भनेपछि कति भयो 1 लाख भयो कि भएन। सो हामीले चाहिँ महिनामा 1 लाख रुपियाँ पैसा एउटा कमाउन सकिँदैन त सकिन्छ नि त होइन। मेरो चाहिँ अब यदि 50K भ्युज जाँदाखेरि तपाईँको 700-800 पैसा आउँछ भनेदेखि त मेरो मिलियन भ्युज गएको थियो भने त मेरो त एउटै भिडियो नै पैसा छ होइन 10,000 20,000 त्यति मात्रै होइन है। एउटै भिडियो तपाईँ भाइरल भइदियो भनेदेखि मिलियन भ्युज गइदियो भने तपाईँको त्यसैबाट पनि तपाईँको लाख इन्कम हुनसक्छ। सो टिकटक आइडीको मोनिटाइज गरेर तपाईँहरू राम्रोसँग इन्कम गर्न सक्नुहुन्छ। तपाईँहरूको लागि मैले प्रुफ पनि राखिदिएँ होइन। मेरो यति मात्रै भ्युज जाँदा पनि यति धेरै इन्कम भएको छ भनेदेखि मिलियन भ्युज जाने खातिर कति इन्कम हुन्छ होला तपाईँ आफै हिसाब गर्नु होला होइन। तपाईँहरूलाई मैले ढाँटेको होइन कि 1 महिनामा चाहिँ लाख इन्कम हुन्छ भनेर मसँग चाहिँ प्रुफ पनि छ है। मेरो साथी हुनुहुन्छ एकजना उहाँले चाहिँ महिना पनि लाख इन्कम गर्नुभएको छ।